हेलो साथीहरु, हजुरहरु सबैलाई चाहिँ आज म हाम्रो घरको अर्ग्यानिक तरकारी देखाउँछु है। हाम्रो गाउँघरको तरकारी यहाँ देख्न सक्नुहुनेछ। यो चाहिँ नरिचा अनि बङ्गान। यसले चाहिँ बङ्गान भन्छ हाम्रो तामाङ भाषाबाट चाहिँ। अब हजुरहरुको भाषाबाट चाहिँ लट्टेको साग भनिन्छ कि के भनिन्छ है। यस्तै नेपाली भाषामा तामाङबाट चाहिँ बङ्गान भनिन्छ। अनि यहाँ देख्नु सक्नुहुनेछ बोडी। यो चाहिँ बोडी है, रम्म फलिरहेछ यहाँ बोडी। अनि यो चाहिँ लट्टेको साग। यो लट्टेको साग छिपिसकेको छ। यो चाहिँ नटिपेर टिपेर खाने मान्छे नभएर। अनि यहाँ चाहिँ हेर्न सक्नुहुनेछ बोडी फलिरहेछ है। बोडी नै बोडी छ यो घारीमा चाहिँ। ल यो चाहिँ उखु। यहाँतिर देख्न सक्नुहुन्छ बोडीहरू है। यो चाहिँ हाम्रो बोडी तरकारी। अनि हजुरहरूलाई म अर्को पनि देखाउँछु। पानी परेर है हिलो भएर चाहिँ जम्मै हिलो के गर्नु। पानी पर्दा त राम्रो नि। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ नरिचा हो है। यसको भ्लेतेर बनाएर, त्यो भ्लेतेर भन्छ हाम्रो भाषाबाट है। अब यो भ्लेतेर बनाएर यसको खाँदाखेरि यति मिठो हुन्छ नि, थोरै चिप्लो हुन्छ। अनि मिठो पनि हुन्छ है। यो शरीरको लागि पनि एकदम राम्रो हो। यो हाम्रो यो कब्जियत भएको मान्छेहरूको लागि चाहिँ खानुपर्ने भनेको यही हो। अनि यो चाहिँ लट्टेको साग। यो सबै यो टिपेर खाने बेला भएको छ। भरेतिर चाहिँ पकाउँछु होला है साथीहरू। अनि अहिले चाहिँ म चाहिँ अहिले फर्सीको साग टिप्न लागेको है। यो फर्सीको मुन्टा टिप्नु पर्यो साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ है। यहाँ हेर्न सक्नुहुन्छ है। यो चाहिँ फर्सीको मुन्टा। यो गाउँघरको तरकारी। यो आजभोलिको यो बर्खाको यो तरकारी भनेको यही हो सबभन्दा बेस्ट। कति मिठो हुन्छ, स्वादिलो हुन्छ है। मलाई चाहिँ अरू सबैभन्दा सागहरूमा चाहिँ फर्सीको साग चाहिँ कति धेरै मनपर्छ साथीहरू। फर्सीको मुन्टा ल साथीहरू, मेरो तरकारी चाहिँ आज चाहिँ फर्सीको मुन्टा हुनेवालामा छ। अनि मलाई मनपर्ने फर्स्टै पर्छ है फर्सीको तरकारी। कति मिठो हुन्छ नि, कति मनपर्छ मलाई त साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ है यो फर्सीको मुन्टा बेस्ट। वाउ, कति मनपर्छ मलाई त। हजुरहरूलाई पनि मनपर्छ कि पर्दैन है। मैले चाहिँ यतिको टिपिसकेको छु आज चाहिँ फर्सीको मुन्टा। फर्सीको बोट चाहिँ यस्तो हुन्छ है, यसरी लहरा गइरहेको हुन्छ। अनि यस्तोमा चाहिँ यस्तो हुन्छ है। अनि यसरी यो त छिप्पिसकेर यसरी टिप्ने। यसरी टिपेर चाहिँ नि यसलाई केलाएर पकाएर है खाँदाखेरि कति धेरै मिठो हुन्छ। बाफरे साथीहरू, यो चाहिँ फर्सीको मुन्टा है। मैले चाहिँ आजको लागि तरकारी चाहिँ यति बनाइसकेँ। हेर्नु सक्नुहुनेछ हजुरहरूले। मलाई चाहिँ कति मनपर्छ नि साथीहरू। फर्सीको मुन्टा भनेपछि त एक करा पकाएर दिए पनि खाने हो। पेट नभरुन्जेल खाएको खाइ गर्ने हो। यता पनि छ हाम्रो काँक्रोको बिरुवाहरू। यो काँक्रोको बिरुवाहरू चाहिँ काँक्रो फल्ने बेला भएको छैन। यो भर्खर यतिको भएको छ त्यो काँक्रोको बिरुवा। यतातिर बङ्गान। यो चाहिँ यसलाई चाहिँ के भन्छ अरे, त्यो घेरौलाको बोट चाहिँ यतिको भएको छ। त्यो पनि बाख्राले अस्ति नै खाइदिएर अलिक ठुलो हुन्थ्यो। बाख्राले खाएर यतिको भइरहेको छ, नत्र ठुलो भएर अहिलेसम्म फलिसक्थ्यो। ल अर्ग्यानिक तरकारी भनेको यही हो है, गाउँघरको आजभोलिको बर्खा समयको तरकारी। मलाई चाहिँ मिठो लाग्छ है यो साग चाहिँ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? हजुरहरूलाई पनि मिठो लाग्छ भने कमेन्ट गरेर भनिदिनु है।
मलाई चाहिँ यो चाहिँ एकदम धेरै मनपर्छ है। आजको मेरो चुलोको तरकारी चाहिँ फर्सीको मुन्टा। सो साथीहरू बाई बाई, अर्को भिडियोमा भेटौँला है।